हेलो नमस्ते अन्यहासेयो। आज चाहिँ हामी इन्डाइरेक्ट स्पिचको बारेमा हेर्नेछौँ। इन्डाइरेक्ट स्पिच के हो, कहाँ कहाँ प्रयोग गरिन्छ र कुन अवस्थामा प्रयोग गरिन्छ भनेर हेर्नेछौँ। सुरुमा छ हाम्रो दागो आधा। दागो आधा भने चाहिँ हाम्रो के रहेछ त, दागो आधा भने चाहिँ नो भनेर भन्नु। कसैले कसैलाई केही भनेको छ, दुई पर्सन बिचमा भएको कुरा थर्ड पर्सनलाई गएर भन्दा नो भनेर भन्यो भन्दाखेरि दागो आधाको प्रयोग गरिन्छ। यसको अर्थ नो भनेर भन्नुहुन्छ। सुरुमा यसको अर्थ के हुन्छ मात्र बुझौँ। रागो आधा भने चाहिँ हाम्रो नो भनेर अराउनु अथवा आदेश दिनु। रागो आधा भनेको के हो त, हामीले कसैलाई आदेश दिँदाखेरि नो भनेर अराउनु भनेर हुन्छ। अनि जागो आधा भने चाहिँ के हो, औ भनेर भन्नु। सामूहिक रूपमा औ भनेर भन्दा जागो आधाको प्रयोग गरिन्छ। त्यसै गरी नो न्यागो आधा। नो न्यागो आधा भने चाहिँ हाम्रो नो भनेर सोध्नु, कसैलाई प्रश्न गर्दाखेरि प्रयोग गरिने फर्मेट हो नो न्यागो आधा। सबै हाम्रो चारवटैको इन्डाइरेक्ट स्पिचको कुन अवस्थामा प्रयोग गरिन्छ र के अवस्थाहरू छन् यसको प्रयोग गर्ने सबै हेर्नेछौँ। सुरुमा हामी के केमा प्रयोग गरिन्छ भनेर हेर्नेछौँ। यो चाहिँ हाम्रो सुरुमा दागो आधाको बारेमा हेरौँ। दागो आधा भने चाहिँ के हो त है। सुरुमा दागो आधाको बारेमा हेरौँ। दागो आधा अर्थ हाम्रो नो भनेर भन्नुहुन्छ। नो भनेर भन्नु। यो चाहिँ हाम्रो भब प्लस हाम्रो नो नुन दागो आधा है। सरी, नो नुन दागो आधा। भबमा चाहिँ हाम्रो भबसँग के लाग्छ त, नो नुन दागो आधा। नो कुन अवस्थामा लाग्छ हाम्रो, फाच्छिम छैन भने न दागो आधा, अनि फाच्छिम छ भने नुन दागो आधा। जस्तै खादा, खादामा फाच्छिम छैन भने हाम्रो के लाग्ने भयो, न दागो आधा। खान्दागो आधा, खान्दागो आधा। अनि हाम्रो फाच्छिम छ भने भबमा है, भबको केसमा जस्तै हाम्रो भब के हो, मक्ता भब लियौँ हामीले। मक्तामा हाम्रो फाच्छिम छ भने के लाग्दो रहेछ त, मगनुन दागो आधा। मगनुन दागो आधा भनेर लाग्ने रहेछ हाम्रो, मगनुन दागो आधा। यसरी प्रयोग गरिन्छ। यदि भबमा हाम्रो फाच्छिम छैन भने न दागो आधा, फाच्छिम छ भने नुन दागो आधा प्रयोग गरिन्छ। अनि हाम्रो यसै गरी दागो आधा चाहिँ हाम्रो एडजेटिभ अथवा इत्ता अप्ता भए, एडजेटिभ इत्ता अप्ता प्लस हाम्रो डाइरेक्ट के हुन्छ त, दागो आधा प्रयोग गरिन्छ है। दागो आधा डाइरेक्ट के प्रयोग गरिन्छ, दागो आधा प्रयोग गरिन्छ। जस्तै येप्पुदा के हो हाम्रो एडजेटिभ हो। येप्पुदामा हामीले भबको दा हटाइसकेपछि अथवा एडजेटिभको दा हटाइसकेपछि यप्पु रह्यो। यप्पु छ भने अब हामीले जस्तै यहाँ भबमा चाहिँ हामीले न र नुन दागो प्रयोग गर्थ्यौँ भने यसमा चाहिँ हाम्रो कन्सोनेन्ट इन्डिङ भए पनि अथवा भोइल इन्डिङ भए पनि हामीले डाइरेक्ट के लाग्छ, दागो आधा प्रयोग गरिन्छ भन्न खोजे हो। दागो आधा, यप्पु दागो आधा है, त्यसरी प्रयोग गरिन्छ। एडजेटिभसँग चाहिँ हाम्रो डाइरेक्ट दागो आधा। अनि इत्ता अप्तासँग पनि जस्तै इत्ता छ, इत्ता अथवा अप्तासँग पनि डाइरेक्ट दागो आधा प्लस दागो। जस्तै इद्दागो आधा, इद्दागो आधा र अपदागो आधा, अपदागो आधा। त्यसरी हाम्रो कुन कुन केसमा प्रयोग हुने रहेछ त दागो आधा। भबसँग चाहिँ भबमा कन्सोनेन्ट इन्डिङ भए चाहिँ कन्सोनेन्ट भोइल इन्डिङ सुरुमा चाहिँ हाम्रो यदि भबको केसमा है दागो आधाको एक सर्टमा हेरौँ। भबमा सिई भने चाहिँ कन्सोनेन्ट इन्डिङ भए हाम्रो के लाग्ने रहेछ, नुन दागो। नुन
दाग हो। जस्तै मक्ताको हामीले के बनाएको थियौँ, मगनुन दाग हो, मगनुन दाग हो। त्यसै गरी भवको चाहिँ भवमा चाहिँ हाम्रो भवमा भोइल इन्डिङ भिई इन्डिङ भयो, भोइल इन्डिङ भयो चाहिँ हाम्रो के हुने रहेछ, डाइरेक्ट न दाग हो। जस्तै हादा, हादाको अब हाम्रो के हुँदैन रहेछ, डाइरेक्ट न दागो लाग्ने रहेछ कि हान दागो, हान दागो डाइरेक्ट यसरी प्रयोग गरिन्छ भवमा। र हाम्रो एडजेक्टिभ इत्ता अप्ता भए, यदि हाम्रो विशेषण छ अथवा इत्ता अप्ता छ भने इत्ता अप्ता प्लस डाइरेक्ट के लाग्दो रहेछ त हाम्रो दागो आधा, दागो आधा है। त्यसरी हाम्रो भवसँग कन्सोनेन्ट इन्डिङ भए नुन दागो हो, भवसँग भोइल इन्डिङ भए न दागो, अनि एडजेक्टिभ इत्ता अप्तासँग डाइरेक्ट दागो आधा प्रयोग गरिन्छ है हाम्रो दागो आधाको। त्यसरी प्रयोग सुरुमा हामीले बुझ्यौँ। त्यसै गरी हामी अब रागो आधाको बुझौँ। रागो आधा भने चाहिँ हाम्रो के हो, नो भनेर अराउनु, कसैले आदेश दिँदाखेरि नो भनेर अराउनु भन्ने हुन्छ, नो भनेर अराउनु। रागो आधा चाहिँ हाम्रो रागो आधा, रागो भवमा मात्र लाग्छ, एडजेक्टिभमा प्रयोग गरिँदैन। हाम्रो रागो आधा चाहिँ भवमा मात्र लाग्ने रहेछ, एडजेक्टिभमा चाहिँ लाग्दैन है। जस्तै कसैलाई हामीले सुन्दर हुनु के हो, एडजेक्टिभ हो, कसैलाई सुन्दर हुनुहोस् भनेर आदेश गर्न सक्छौँ र पक्कै पनि सकिँदैन। त्यही भएर यो चाहिँ भवमा मात्र लाग्ने हो, रागो आधा चाहिँ एडजेक्टिभमा लाग्दैन, किनकि यो कसैलाई आदेश दिने कुरा हो, विशेषण विशेषता जनाउने कुरामा चाहिँ हामीले आदेश दिन मिल्दैन। त्यही भएर भवमा लाग्छ, एडजेक्टिभमा चाहिँ प्रयोग गर्न मिल्दैन। जस्तै कसैले हादा गर्नु भनेर हारागो गर्नुहोस् भनेर भन्न मिल्यो, कसैले अराउँदाखेरि केही गर्न भनेर अराउँदा हारागो गर्नुहोस् भनेर भन्न मिल्यो। यति बुझ्नुपर्छ कि यसमा यो चाहिँ एडजेक्टिभमा चाहिँ लाग्दैन, एडजेक्टिभमा लाग्दैन, भवसँग लाग्छ। भवसँग हाम्रो यो भवसँग कसरी रागो र उरागो है, यो चाहिँ रागो आधा र उरागो आधा, रागो आधा उरागो आधा है। नो भनेर अराउनु अथवा आदेश दिनु। यदि भवमा कन्सोनेन्ट इन्डिङ भए भने चाहिँ फाच्चिम छ भने, फाच्चिम भए, कन्सोनेन्ट इन्डिङ मतलब फाच्चिम भए, फाच्चिम भए के लाग्छ, उरागो, उरागो। भवमा भोइल इन्डिङ भयो के लाग्छ, फाच्चिम छैन भने, फाच्चिम छैन के लाग्छ, डाइरेक्ट रागो आधा। यसरी हामीले प्रयोग गर्छौँ यसलाई रागो आधालाई। रागो आधा त के रहेछ त हाम्रो भवमा मात्र लाग्ने रहेछ, अनि एडजेक्टिभसँग प्रयोग गर्न मिल्ने नरहेछ। भवमा चाहिँ हाम्रो कन्सोनेन्ट इन्डिङ अथवा फाच्चिम भए चाहिँ उरागो लाग्ने रहेछ, भवमा चाहिँ हाम्रो भोइल इन्डिङ अथवा फाच्चिम छैन भने रागो आधा डाइरेक्ट प्रयोग गरिने रहेछ। त्यसै गरी हामी हेरौँ जागो आधाको हेरौँ। जागो आधा भने चाहिँ औ भनेर भन्नु भन्ने हुन्छ। जागो आधा, जागो आधा र रागो आधा दुइटै चाहिँ एडजेक्टिभमा नलाग्नेवाला हुन्। जस्तै जागो आधा पनि हाम्रो भवमा मात्र प्रयोग गरिन्छ, प्रयोग गरिन्छ, एडजेक्टिभमा चाहिँ लाग्दैन है, एडजेक्टिभमा लाग्दैन, एडजेक्टिभमा चाहिँ लाग्दैन है। त्यो चाहिँ हाम्रो सामूहिक रूपमा कसैले केही गरौँ भनेर प्रस्ताव गर्दाखेरि प्रयोग गर्ने व्याकरण हो। अब कसैलाई सामूहिक रूपमा विशेषता जनाउने कुराहरू जस्तै व्यस्त हुनु छ भने व्यस्त हौँ भनेर सामूहिक रूपमा भन्न मिल्यो त, मिल्दैन। जस्तै सुन्दर हुनुकै कुरा लिउँ, सुन्दर हौँ, सबैजना सुन्दर हौँ भन्न मिल्यो त,
मिल्दैन है। त्यही भएर एडजेक्टिभमा नलाग्ने हो। जस्तै इमानदार हौँ भनेर सामयिक रूपमा प्रस्ताव गर्दा प्रयोग गरिने व्याकरण भएकोले यसलाई चाहिँ एडजेक्टिभमा लगाउन मिल्दैन। भर्बमा चाहिँ भर्ब प्लस कन्सोनेन्ट इन्डिङ मतलब फाच्छिम भए, फाच्छिम भए वा फाच्छिम नभए डाइरेक्ट के लाग्छ हाम्रो, डाइरेक्ट हाम्रो जागो आधा, सिधै जागो आधा है। केमा मात्र, भर्बसँग मात्र। हाम्रो जागो आधा औ भनेर भन्नु प्रस्ताव वाक्य हो। यो चाहिँ हाम्रो भर्बमा मात्र लाग्छ। फाच्छिम भए पनि जागो आधा डाइरेक्ट, फाच्छिम नभए पनि हाम्रो जागो आधा डाइरेक्ट प्रयोग गरिन्छ है। यो अहिले लगाउने कहाँ लाग्छ भनेर मात्र हेर्नुपर्ने छ। हाम्रो एडजेक्टिभ अथवा भर्ब केसँग लाग्छ भनेर मात्र हेर्नुपर्ने हो। यसपछि हामी यसको कुन अवस्थामा लगाइन्छ, के प्रयोग गरिन्छ भनेर हेर्नेछौँ। सिधै अहिले न्यागो आधा हेरौँ। न्यागो आधा चाहिँ हाम्रो नो, नो न्यागो आधा भनेर चाहिँ कसैलाई केही कुरा सोद्धा, नु भनेर सोध्नु भयो भनेर अर्थ हुन्छ यसको। कसैलाई केही सोद्धाखेरि प्रयोग गरिन्छ। कहाँ कहाँ लाग्ने रहेछ त्यो हेरौँ हामी। यो चाहिँ भर्बमा, एउटा भर्बमा लाग्छ प्लस इत्ता अप्ता, इत्ता अप्ता भए हाम्रो के लाग्छ, नु न्यागो प्रयोग गरिन्छ है। भर्ब इत्ता अप्ता, भर्ब इत्ता अप्ता भए चाहिँ नु न्यागो आधा, नु न्यागो आधा। अनि यो एडजेक्टिभमा प्रयोग गर्न मिल्छ। एडजेक्टिभ प्लस हाम्रो कन्सोनेन्ट इन्डिङ भयो। सिई भने चाहिँ कन्सोनेन्ट इन्डिङ, फाच्छिम भयो भनौँ न। फाच्छिम छ भने, फाच्छिम भए उन्यागो, उन्यागो आधा। एडजेक्टिभ प्लस भोइल इन्डिङ भए, भोइल इन्डिङ अथवा फाच्छिम नभए, फाच्छिम नभए के लाग्छ, डाइरेक्ट न्यागो आधा लाग्छ है। न्यागो, न्यागो आधा लाग्छ। यति थियो हाम्रो चाहिँ भर्ब र इत्ता अप्तासँग के लाग्ने रहेछ, नु न्यागो आधा। जस्तै इत्ता छ, इत्ताको डाइरेक्ट के हुने रहेछ, इन्नु न्यागो, इन्नु न्यागो, इन्नु न्यागो आधा हुने रहेछ। अनि अप्ताको के हुने रहेछ, अब्नु न्यागो, अब्नु न्यागो आधा। त्यसरी नु न्यागो हाम्रो चाहिँ इत्ता अप्ता प्लस भर्बहरूसँग लाग्छ। अनि एडजेक्टिभ आछ भने एडजेक्टिभको फाच्छिम भए उन्यागो आधा, अनि फाच्छिम छैन भने डाइरेक्ट न्यागो आधा प्रयोग गरिन्छ। यो त थियो हाम्रो भर्ब र एडजेक्टिभमा कुन अवस्थामा प्रयोग गरिन्छ भनेर। अब के कति कुराहरू छन् यसभित्र, कुन कुन सिचुएसनमा यसलाई प्रयोग गर्न मिल्छ, वाक्यसँग जोड्न मिल्छ भनेर हेरौँ। सुरुमा चाहिँ हामी सुरुमा दागो आधाको हेरौँ। दागो भन्दा नि सुरुमा हामी न्यागो आधाको हेरौँ। वाक्यमा प्रयोग हुने धेरै जसो केही सर्ट पोइन्टहरू लेखिदिउँ, जसले सजिलो हुन्छ छान्नलाई। वाक्यमा प्रयोग हुने, वाक्यमा प्रयोग हुने अत्तन, अत्तन, अत्तखे, अत्तन, अत्तखे, अदि, अन्जे, अनु, मोत अथवा म इत्यादि जस्ता प्रश्न, क्वेसनको कुरा आउँछ भने हाम्रो के हुन्छ, डाइरेक्ट न्यागो आधा।
डाइरेक्ट न्यागो आधा हुन्छ। के हुँदो रहेछ त वाक्यमा जस्तै हाम्रो अत्तन कस्तो, अटके कसरी, अधि कहाँ, अन्जे कहिले, अनु कुन, म कसरी, यस्तो कुराहरू जस्तो प्रश्नको संरचनाहरू फर्मेटहरू क्वेसन फर्मेटहरू आउँछ भने क्वेसनको आउँछ अथवा क्वेसनहरूको कुरा आउँछ भने डाइरेक्ट के लाग्दो रहेछ त हाम्रो न्यागो आधाको प्रयोग गरिने रहेछ है। त्यसपछि हेरौँ वाक्यमा फ्युचर जनाउने कुरा जस्तै कि नेइल भोलि, थाउम भने चाहिँ अर्को, जस्तै थाउममा के आउन सक्छ, थाउम जु आउन सक्छ, थाउम ताल आउन सक्छ, अर्को महिना भनेर आउन सक्छ हैन। अनि आफुरो अगाडि अथवा भविष्यमा भन्ने हुन्छ नि त, आफुरो इत्यादि जस्ता फ्युचर जनाउने वाक्य छन् वा अप्सनमा के छ त एडजेक्टिभ वा पास्ट फ्युचर टेन्स भएमा हाम्रो के लाग्दो रहेछ, दागो आधा है। दागो आधा जस्तै वाक्यमा फ्युचर जनाउने कुराहरू नेइल, थाउम हैन, आफुरो अनि इत्यादि जस्ता हाम्रो फ्युचर जनाउने वाक्य छन् वा अप्सनमा एडजेक्टिभ छ, पास्ट फ्युचर टेन्सहरू भएमा के लाग्दो रहेछ, दागो आधाको प्रयोग गरिने रहेछ है। जस्तै यसको एउटा हेरौँ, एउटा इक्जाम्पल हेरौँ। छिङ्गुगा नेइल भोलि कोन्दागो आउँछु भनेर भन्नुभयो। यहाँ हाम्रो के आछ, फ्युचर जनाउने कुरा नेइल आछ, अनि पास्टको कुरा आछ भने पक्कै पनि के हो, यो हाम्रो दागो आधा प्रयोग गरिन्छ है। यसरी फ्युचर जनाउने कुराहरू भएपछि दागो आधा प्रयोग गरिन्छ। अनि अर्को पोइन्ट हेरौँ, अर्को छ हाम्रो वाक्यमा खाची, हामके, मोदु सबै जस्ता सामूहिक कार्य जनाउने शब्द वा समूहमा, शब्द अथवा समूहमा गरिने काम, जस्तै भैँसी खाँदा, कुनै पनि खेलहरूको कुरामा, कुनै पनि खेलहरू के एक्लै खेलिने खेलहरू बाहेक जो समूहमा खेलिने खेलहरू छन् तिनीहरूमा पनि के लाग्ने रहेछ, किनकि सँगै गरिने काम हो नि त, त्यस्तोमा सँगै खेलिने खेलहरू हैन। अनि थुङसान ट्रेकिङहरू यस्तोमा भैँसी खाँदा छ। अनि हान्जा नादा भने चाहिँ रक्सी पिउनु, हान्जा नादा
जस्ता कुरामा जस्ता कुरा छन् भने हाम्रो जागो आधा प्रयोग गरिन्छ है। जागो आधा प्रयोग गरिन्छ। तर अप्सनमा एडजेक्टिभ भए चाहिँ जागो आधा प्रयोग गरिदैन। अप्सनमा एडजेक्टिभ भए जागो आधा लाग्दैन। जस्तै संयोगा सहकर्मीले खाचीसँगै सुग्गु आजाको आजाको यसो भने चाहिँ खेलौँ भनेर भन्नुभयो। संयोगा सहकर्मीले खाची जस्तो शब्द अथवा हाम्के सँगै गरिने कुराहरूको शब्दहरू त्यस्तो आछ भने जागो आधा प्रयोग गरिन्छ है। यसरी बुझ्नु होला। अब लास्टमा हाम्रो न्यागो आयो। न्यागो हाम्रो चाहिँ रागो। यो माथिको हामीले 3वटा एक्सप्लेन गर्यौं नि त हो। ती सबै कुरा माथिको उल्लेख गरिएको, माथि हामीले जुन उल्लेख गर्यौं अथवा जुन कुरा अहिले गर्यौं 3वटैको त्यो उल्लेख गरिएको केही पनि नभयो, केही पनि छैन अथवा त्यो वाक्यमा माथि उल्लेख गरिए जस्तो ती 3वटा उल्लेख गरिएको जागोको, न्यागोको, दागोको कुराहरू छैन, हाम्रो क्वेसनमा त्यो सब कुराहरू छैन भने वा वाक्यमा आदरणीय व्यक्ति अथवा निमी आछ भने, निमी के हो त? आदरणीय व्यक्तिहरूलाई जी भन्दाखेरि प्रयोग गरिने शब्द हो नि त। निमी आउँछ भने निमी आउँछ वा वैश्विक हादामा चाहिँ हामीले के प्रयोग गर्यौं? वैश्विक हादा चाहिँ हाम्रो जागो प्रयोग हुन्छ। तर वैश्विक थाम्सक हादा आउँछ भने थाम्सक हादा हैन, थाम्सक हादा भएमा रागोको प्रयोग गरिन्छ। रागो आधा प्रयोग गरिन्छ। रागो आधा प्रयोग गरिन्छ। जस्तै यो कसरी बुझ्न सक्छौं? वैश्विक थाम्सक हादामा चाहिँ रागो आधा प्रयोग गरिन्छ किनकि वैश्विक सहभागी हुनु भन्ने चाहिँ म्यानेजरले जस्तै सहकर्मीहरूलाई चाहिँ वैश्विक कम्पनीको पार्टीमा थाम्सक हाराको आदेश दिने कुरा हो नि त। सहभागी हुनुहोस् भनेर भन्ने कुरा हो। तर वैश्विक हादा गर्न चाहिँ के हो त? सबैले सँगै मिलेर गर्ने कुरा हो। त्यसैले वैश्विक हादा आयो भने चाहिँ जागो आधा प्रयोग गरिन्छ। वैश्विक थाम्सक हादा आयो भने चाहिँ हामीले आदेश दिने कुरा भएर रागो आधा प्रयोग गरिन्छ है। यसरी बुझ्नु होला। जस्तै साजाङ निमी आञ्जन मोरुल सुरागो भने चाहिँ प्रयोग गर्नुहोस् भनेर भन्नुभयो। किनकि यहाँ निमी आछ, त्यही भएर हाम्रो रागो प्रयोग भयो है। हस्, आज यति थियो। हस्, थ्याङ्क यू।